नमस्कार साथीहरू। आज नेपालको प्रधानमन्त्री बालेन शाहले नेपालको सार्वभौम संसदमा चाहिँ प्रश्न उत्तर कार्यक्रममा चाहिँ उहाँले भन्नुभएको रहेछ नेपालले चाहिँ भारतको सीमा पनि मिचेको छ भनेर भन्नुभएको रहेछ। नेपालले चाहिँ कुन कुन ठाउँमा भारतको सीमा मिचेछ र कहिले मिचेछ अहिलेसम्म त हामीले पक्कै पनि सुनेको थिएनौँ। के तपाईँहरूले सुन्नुभएको छ? हो, आज प्रधानमन्त्री बालेन शाहले यही बोल्नुभएको छ। उहाँले भन्नुभएको छ नेपालले पनि थुप्रै भारतको सीमाहरू मिचेको रहेछ, मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ भनेर भन्नुभयो। जसरी हामीले बारम्बार सुन्दै आएको कुरा के थियो भन्दाखेरि भारतले नेपालको भूमि मिचेको भनेर भन्ने कुरा आएको थियो। यो साँचो पनि हो। उदाहरणको लागि नवलपरासी सुस्ता पूर्वमा चाहिँ भारतले जसरी नेपालको भूमि अतिक्रमण गरिरहेको छ, लिपुलेक लिम्पियादुरा कालापानीमा पनि जसरी भूमि अतिक्रमण गरिरहेको छ, यस्तो कुराहरू हामीले बारम्बार सुन्दै आएको कुरा पनि हो। त्यो कारणले गर्दाखेरि आज चाहिँ नेपालको प्रधानमन्त्री जस्तो मान्छेले, त्यो पनि नेपालको सार्वभौम संसदमा जसरी बोल्नु भएको छ, उहाँ चाहिँ कतिसम्म गैर जिम्मेवार र कतिसम्म लाचारी बन्छ भन्ने कुरा हामीले यसरी देख्न सकिन्छ। यो भनेको कानुनी राज्य र राष्ट्रिय सुरक्षाको लागि नै यो आत्मघाती भनाइ हो क्या खासमा भन्ने हो भने। त्यसरी नेपालको एउटा हेड अफ स्टेटले चाहिँ यसरी बोल्नु चाहिँ कतिको सान्दर्भिक छ त? उहाँले कि साँच्चीकै उहाँ नेपालकै प्रधानमन्त्री भएर बोलिरहनु भएको छ कि अथवा कुनै नेपालको प्रधानमन्त्रीको आवरणमा कुनै देशको आत्मघाती भनाइ राख्ने लाचार प्रधानमन्त्रीले चाहिँ संसदमा उभिएर माफी माग्नुपर्छ कि पर्दैन? इन्टेलिजेन्ट अफिसर बनेर बोल्दै हुनुहुन्छ भन्ने कुरामा एकदमै ठुला शङ्का लागेको छ होइन। अनि उहाँले चाहिँ काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि भारत लुम्बिनी सहितको नक्सा जारी गर्दाखेरि उहाँले ग्रेटर नेपालको नक्सा राख्ने, उहाँ चाहिँ प्रधानमन्त्री हुँदाखेरि आज चाहिँ भारतले होइन नेपालले चाहिँ भारतको सीमा मिचेको छ भनेर भन्ने यो कस्तो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति हो? यो भनाइले तपाईँहरूले कसरी लिनुभएको छ?